भिडियो रेडी गर्दैछु। मेरो नाम प्रकाश थापा हो, बागमती इन्टरप्राइज त्रिपुरेश्वर काठमाडौँबाट हो। यो पेन्टासको चाहिँ नयाँ मोडेल आएको छ है अहिले। भी सिरिज V100 सिरिज आएको छ। यो V102 NL मोडेल हो। यो बडो गजबको मोडेल छ। यसमा रिसेक्सन गर्न सिकाउँदैछु म साथीहरूलाई। रिसेक्सनमा धेरै झुकिन्छ, सोकिया, टप्पन, गोइन, लाइका, अरू पेन्टाक्स, अरू मोडेलको पेन्टाक्समा, र यसमा केही भिन्नता छ, केही मात्र भिन्नता छ। त्यसैले अब मैले सबै स्टेसनहरू सबै सेटअप गरिसकेँ। अर्को कुरो जानकारी गराउँछु। यतातिर त्यहाँ एउटा प्रिजम राखेको छु मैले होइन, रिसेक्सन गर्दैछु। यतातिर अब वहाँ पर एउटा प्रिजम 40 मिटर टाढा एउटा प्रिजम छ, त्यो रिसेक्सन गर्ने दुईवटा बेन्च मार्क छ है। मसँग दुईवटा बेन्च मार्क छ। यो म उभिएको ठाउँको स्टेसनको चाहिँ मलाई पोइन्ट त थाहा छ, तर अब मेसिनले आफै बताउनु पर्यो यो भने म आज देखाउँदैछु। पहिला म फर्स्ट बेन्चमार्कको फर्स्ट BM को चाहिँ कोर्डिनेट हाल्दैछु है। अब म भर्छु है। अब स्केप गरेर आएँ, त्यसपछि यसमा जाने, यो मोडेलमा चाहिँ यसमा जानुपर्छ। रिसेक्सन छ, यहाँ रिसेक्सन छ, यहाँ आयो रिसेक्सन। यसमा गयो, यसमा चाहिँ के गर्नु, अब यो देखाएँ होइन, फर्स्ट point 1 देखाएँ, point 1 उताको बेन्चमार्क भर भने यसले। लिस्ट छ भने लिस्टबाट तान्ने, छैन भने भर्ने। अब यसमा लिस्ट केही पनि छैन। अब म इनपुट गरेर भर्छु ल। लिस्टमा छ भने अब, तर सिस्टम त्यही हो, किनभने यसमा चाहिँ के हुन्छ भने पहिले भर्नै पर्छ, पहिले लिस्टबाट, अनि त्यसपछि म चाहिँ लिस्टमाबाट तान्ने हो। पहिले यसमा चाहिँ के, अरूमा चाहिँ डाइरेक्ट मेजर गरे हुन्छ। यसमा चाहिँ यो V सिरिजमा चाहिँ लिस्ट बनाउनलाई पनि त यहाँ त इनपुट गर्नु भर्नु पऱ्यो नि है। उताको भर्दैछु है म। अब मलाई यो कन्टै छ 30 64 469.384। नर्थिङ भरे 62 99 17.987। किन मलाई यता काम गर्दा गर्दा कोर्डिनेट मलाई कन्ठै छ, त्यसले गर्दाखेरि यो भरेँ। नर्थिङ स्टिङ भरेँ, इन्टर गरेँ, जेट कोर्डिनेट 100 हालिदिएँ। एकको एकैमा आएछ है। उता एक आइडी, पोइन्ट आइडी एक छ, एकै हो। यसलाई एकै ओके गरौँ। यसलाई ABCD जे पनि लेखौँ। अहिले H लेखिरहेको छ, ओके गरौँ। अब सबै भरिसकेपछि के गर्ने भन्दाखेरि यसो गरेँ। अब यसलाई रेकर्ड गर्नुपर्छ है। रेकर्ड उताको मैले रेकर्ड गरेँ है, ठ्याक्क रेकर्ड भयो। त्यसपछि केही गर्नु पर्दैन। उताको यो पोइन्ट सबै रेकर्ड भयो नि, नर्थिङ स्टिङ देखायो नि होइन। अब ओके गर्ने। अब यहाँ माथि 2 देखायो है साथी हो, पोइन्ट आइडी 2 देखायो, 2 भर भन्यो यसले। अब म 2 भर्दैछु है। अब मेसिन फर्काउनु पर्दैन, टार्गेट त मैले गरेर छु। मेसिन अब यता पछाडि साइडको म भर्दैछु है, यहाँ भर्दैछु। यसको पक्नु 2 मा देखाएपछि यसलाई मैले इनपुट गरेँ है। अब यसमा नि भर्नु पऱ्यो नि, मैले लिस्टमा गएको छु, लिस्ट थिएन। अब इनपुट गरेँ है मैले। 30 उताको नि मलाई कन्ठे छ 64 449 64 449.971 971 नर्थिङ भयो। स्टिङ 62 99 13 हुनुपर्छ। 9913.241 स्टिङ भरेँ है। अब जेट कोर्डिनेट मैले 100 हालिदिएँ। अब यसमा 2 को 2 नै हो। उता 1 भरे, यता पछाडिको 2 है। ओके गरेँ। अब यसलाई जे भने ABCD जे भने राख्ने मैले यसलाई ओके गरेँ है। यसलाई पनि रेकर्ड गर्नुपर्छ साथी हो, यसलाई पनि रेकर्ड गर्नुपर्छ। ठ्याक्क रेकर्ड गर्यो। अब सबै रेकर्ड सिकर्ड सबै भइसक्यो। अब मेजरमा आग्यो यसले, हेर्नु है, मेजरमा आग्यो। अब मेजर गर्दाखेरि यस गर्ने है यसले। ओके गर्यो। 1 नम्बरको आइडी मिल्यो कि मिलेन हेर, त्यो मेजर गर भन्छ। 1 नम्बर अहिले म उतै छ नि, एक छ नि, उता भर्न मात्रै 2 भरेको हो, तर मेजर गर्ने बेला चाहिँ आयो है। ठ्याक्क मेजर गरेँ। अब फेरि मेजर गरेँ, मेजर ठ्याक्क गरेँ। अब यस गर्नुपर्छ है साथी हो। यस गरेपछि यहाँ 2 देखाउँछ है, 2 माथि आइहाल्यो। 2 1 को काम सकियो। अब 2 को काम आयो है। मैले मेसिन फर्काउँदैछु, एकछिन पज गर्छु। अब 2 मा मैले टार्गेट गरिसकेँ होइन। 2 मा पनि टार्गेट गरिसकेँ। 2 गर्ने बित्तिकै यहाँ अघि भरेको देखाइहाल्यो। अघि मैले भरेको थिएँ नि, कोर्डिनेट देखाइहाल्यो है। अघि मैले भरेको 2 नम्बर भरेको BM2 भरेको कोर्डिनेट देखाएँ। 1 को काम सकिसक्यो। अब मेजर गर्छु है म।
मेजर गर्छु गर्यो है मेजर गरेँ साथी हो। अब यसले भनिहाल्यो अब अर्को तेस्रो पोइन्ट लिने भने चाहिँ नो गर्नु पर्यो। अर्को तेस्रो पोइन्ट चाहिँदैन, दुईवटा भइ पुग्छ होइन यो मेसिनलाई। अब क्यालकुलेटर थिच्छु है, क्यालकुलेटर थिचेपछि आफू उभिएको पोइन्ट देखाउनुपर्छ यसले, आफू उभिएको बेन्चमार्क देखाउनुपर्छ। ल हेर्नु है म साथीहरूलाई यहाँ देखाउँछु। मसँग बेन्चमार्क छ यो आफू उभिएको ठाउँ। ल हेर्नु है राम्रोसँग हेरौँ 30 64 462 00 होइन। हेर्नु है यहाँ म यो पढेर देखाउँछु आफू उभिएको ठाउँ। यहाँ पनि यहाँ हेर्नु है आफू यो उभिएको ठाउँ 30 64 461 भनेको 999 छ नि, ठ्याक्कै मिल्यो है। त्यो 1 mm को त कुरै भएन, त्यहाँ 62 देखायो, 9वटा 3टा 9 भएको हुनाले यो ठ्याक्कै मिल्यो है। अब यहाँ देखाउँछु 62 99 16 होइन, 62 99 16 देखायो नर्थिङ होइन। अब यहाँ यसको बेन्चमार्क यो सही बेन्च 62 99 16.1। ल हेर्नु है यही यसरी ठ्याक्कै मिल्छ। काम गर्न जाने हो भने ठ्याक्कै मिल्छ, यसरी काम गर्ने हो। काम गर्न जानेन भने चाहिँ साथीहरूले दुःख दिन्छ है, यसो थापै राख्नु होला है। अनि अब कहिलेकाहीँ काम गर्दाखेरि बिग्रियो एक दुईपटक पोइन्टहरू तलमाथि पऱ्यो भने चाहिँ के गर्नुपर्छ भन्दाखेरि त्यसले फेरि लिँदैन, फेरि यसभित्र बाङ्गो टेढामेढा अब मिलेन भने यसले लिँदैन। अब यो मिल्यो, अब यसको स्टेसन आइगयो होइन। यहाँ त अब आइहाल्यो उयोहरू कति के यता सबै देखिहाल्छ होइन। त्यसपछि अब फेरि गर्दा मिल्दैन, के गर्दा मिल्दैन भने तिमी के गर्नुपर्छ साथीहरूले पनि यहाँ जाने फाइल डिलिट गर्नुपर्छ है। यसो गर्ने है, यसमा जाने यसो गर्ने होइन, 1 नम्बरमा जाने, फाइलमा जाने, जबमा जाने है। यहाँ डिलिट भन्ने 6 मा डिलिट भन्ने छ। अब एकपल्ट बिग्रिएपछि घरिघरि यसले लिँदैन नि फेरि, अब सबै मेटिदिन्छु है म फेरि साथी हो। यो डिलिटले मेटिँदैन, यो माथि नै होस् होइन, जबमै होस्, यो फर्मेट छ नि यो फर्मेटले मेटिन्छ। हेर्नु है एकपल्ट रिसेक्सन बिग्रिएपछि बारम्बार बिग्रिए गर्छ। त्यसले गर्दाखेरि यता यो मेसिनभित्र जे पायो त्यो राख्नुहुन्न है, मेटिदिइहाल्नुपर्छ, यसरी मेट्नुपर्छ। यो फर्मेटमा जान्छु। अब यस गरेपछि अब यहाँ यसरी रिसेट हुन्छ, पुरै फर्मेट भयो। अब के पनि छैन है यसमा, हेर्नु होला। अब हेरौँ है यहाँ के पनि छैन। अब रिसेक्सनमा गएँ होइन, रिसेक्सनमा गएँ, लिस्ट सिट सबै खत्तम, लिस्ट सिट सबै सकियो। अब यसरी रिसेक्सन गर्नुपर्छ साथी हो। तपाईँले पनि यो गर्नु, यो अलिकति बाई मिस्टेक भयो कि यसले काम गर्दैन। एकपल्ट कोर्डिनेट बिग्रियो अथवा मेजर गर्नमा तलमाथि पऱ्यो भने एकदम कोर्डिनेट फाटै गरेर दुःख दिन्छ है। मैले सुरुमा जुन जसरी देखाएको छु त्यसरी गर्ने हो। यो सबैलाई थाहा होस्। यो मेसिन किन्ने जति पनि साथीहरूले फिल्डमा दुःख दियो, टपन सोकिया, अरू पेन्ट्याक्स जस्तो अरू जस्तो भएन दाइ, भएन। एउटा भिडियो बनाउनु बनाउनु भनेको थियो, मैले बनाएँ। भिडियो अलि लामो भयो भने केही छैन, तर काम गर्ने तरिका यो हो। अब जस्तो म एकपल्ट फर्र भनिदिइहाल्छु, यहाँ गयो यसलाई फाइल पनि बनाउनु पर्दैन। यसमा गयो रिसेक्सनमा गयो। अब यहाँभित्र केही पनि छैन अहिले। अब यहाँ इनपुट गरेर चाहिँ यताको हाल्ने अथवा यताको हाल्ने, कताको छ फर्स्ट हाल्ने, त्यसपछि त्यो मैले अघि भने जस्तै त्यसरी गर्ने, रेकर्ड गर्नुपर्छ। रेकर्ड गर्दै त्यसरी गर्ने हो। अब तपाईँहरूले हेरेर सिक्नु होला है साथीभाइ। ल मैले भन्दै म अहिलेलाई प्रकाश थापा बिदा हुन्छु। बाई बाई।